हेलो गाइज, आज चाहिँ यो वाला बनस्टिकको यो रोज बनाउन लागिरहेको छु। यो रोजको चाहिँ भिडियो बनाउँछु। फर्स्टमा चाहिँ स्लिप नट बनाउने, त्यसपछि 48 वटा चेन तान्ने। 1 2 3 4 5 6 7 8 9 10। म 48 वटा चेन तानेर देखाउँछु। मैले 48 वटा चेन तानिसकेँ। अब एक चेन फेरि तान्ने, अनि त्यसपछि यसरी हाफ डबल क्रोसेट चाहिँ यो सुरुको चेनलाई छोडेर त्यसको नेक्स्ट चेनमा हाफ डबल क्रोसेट बुन्ने। यसरी प्रत्येक घरमा, अब यहाँदेखि उता चाहिँ प्रत्येक घरमा हाफ डबल क्रोसेट बुन्ने। प्रत्येक घरमा हाफ डबल क्रोसेट बुन्ने है। यसरी लास्टसम्मै प्रत्येक घरमा हाफ डबल क्रोसेट बुन्ने। म यो बुनिसकेपछि देखाउँछु है त। प्रत्येक घरमा बुन्ने, हाफ डबल क्रोसेट बुन्ने। यसरी हाफ। हेर्नुहोस् है साथीहरू, यो हाफ डबल क्रोसेट यसरी लास्टसम्मै हाफ बुनिसक्ने। यसरी मैले बुनिसकेँ। अब 2 चेन तान्ने, अनि यता अर्कोपट्टि फर्काइदिने। अनि अर्कोपट्टि फर्काइदिएपछि यो सुरुको घरमा यसरी डबल क्रोसेट बुनिदिने। 1 2 3 यसरी डबल बुनिदिने, डबल क्रोसेट बुनिदिने। एउटै घरबाट 3 चोटि। अनि फेरि यो घरलाई छोडेर अर्को घरमा जाने। यो एउटा घर छोडिदिने, अनि त्यसको नेक्स्ट घरबाट फेरि डबल क्रोसेट, एउटै घरबाट 3 चोटि डबल क्रोसेट बुनिदिने। यसरी फेरि यो घरलाई छोडिदिने, त्यसको नेक्स्ट घरबाट डबल क्रोसेट। यसरी एउटै घरबाट 3 चोटि यसरी बुनिदिने। अनि फेरि यो घरलाई छोडेर त्यसको नेक्स्ट घरबाट एउटै घरबाट 1 2 3 गरी डबल क्रोसेट बुन्ने। यसै गरी यो लास्टसम्मै बुन्ने। हेर्नुहोस् त साथीहरू, यसरी यहाँ मैले बुनेर यता लास्टसम्म ल्याइसकेँ। यहाँ पनि डबल क्रोसेट 1 2 3 एउटै घरबाट 3 चोटि उठाउने। अब यहाँ यति रह्यो, यसलाई केही गर्नु पर्दैन। 2 चेन तानिदिने, अनि फर्काइदिने। अनि यो सुरुको घरमा डबल क्रोसेट बुन्ने एकचोटि। अनि त्यसपछि यो बुनिसक्यो, त्यसको अर्को नेक्स्ट घरमा जाने, त्यसमा चाहिँ 2 चोटि बुनिदिने डबल क्रोसेट यसरी। अनि त्यसपछि यो अर्को नेक्स्ट घरमा जाने, त्यसमा एकचोटि डबल क्रोसेट बुनिदिने। त्यसपछि 1 चेन तान्ने, अनि यो नेक्स्ट घरमा जाने, यसलाई बन्द गरिदिने, अनि फेरि 1 चेन तानिदिने। त्यसपछि फेरि यो घरमा नेक्स्ट घरमा गएर डबल क्रोसेट एकचोटि बुनिदिने। अनि फेरि अर्को नेक्स्ट घरमा गएर त्यो नेक्स्ट घरबाट चाहिँ 2 चोटि डबल क्रोसेट बुनिदिने। यसरी एउटै घरबाट 2 चोटि बुनिदिने। अनि त्यसपछि अर्को नेक्स्ट घरमा चाहिँ एकचोटि मात्रै डबल क्रोसेट बुनिदिने। त्यसपछि फेरि 1 चेन तान्ने, अनि यो नेक्स्ट घरमा गएर यसलाई यसरी बन्द गरिदिने, अनि फेरि 1 चेन तानिदिने। अनि फेरि नेक्स्ट घरमा जाने, डबल क्रोसेट एउटा बुनिदिने। त्यसपछि फेरि अर्को नेक्स्ट घरमा जाने, अनि त्यो नेक्स्ट घरबाट चाहिँ 2 चोटि डबल क्रोसेट बुनिदिने है त। यसरी त्यसपछि फेरि अर्को नेक्स्ट घरमा जाने, अनि एकचोटि बुनिदिने। त्यसपछि फेरि 1 चेन तान्ने, अनि नेक्स्ट घरमा गएर यसलाई यसरी बन्द गरिदिने, अनि फेरि 1 चेन तान्ने। त्यसरी नै लास्टसम्म बुन्नु होला है त। यहाँसम्म बुनेर म देखाउँछु। र यसरी मैले बुनेर यहाँ लास्टसम्म ल्याइसकेको छु। सेम अघि मैले सिकाएको जस्तै गरेर गर्नु होला। यसलाई कट गरिदिने। हेर्नुहोस् साथीहरू, यस्तो भयो होइन। अब यसलाई चाहिँ यो बनस्टिक राखेर यहाँनिर ग्लुले यसरी टालिदिनु पर्ने हुन्छ। म देखाउँछु। यसलाई चाहिँ मैले यो बेम्बो स्टिक रेडी पारेको छु। अब यहाँबाट स्टार्ट गर्ने, यसलाई त्यसरी राखिदिने। यसरी राखिदिएपछि यसरी ग्लु लगाइदिने। ग्लु लगाउँदै यसरी बेर्दै गर्नुपर्छ। यसरी नै म वरिपरि बेरेर देखाउँछु। अब यसको यहाँ मुनिबाट लाउने म पत्ता बुनेर देखाउँछु। पात बनाउन लागिरहेको छु। यहाँ चाहिँ रिङ बनाउने, 1 चेन तान्ने, त्यसपछि सिङ्गल क्रोसेट बुन्ने 6 वटा।
1 2 3 4 5 6वटा। त्यसपछि यसलाई बन्द गरिदिने, बन्द गरेर यसलाई जोइन गरिदिने। त्यसपछि 6वटा चेन तान्ने, 1 2 3 4 5 6वटा तानेपछि त्यसपछि सुरुको चेनलाई छोडेर नेक्स्ट चेनबाट यसरी यसलाई यही माथिबाट यसरी बन्द गरिदिने। त्यसपछि सिंगल क्रोसेट तान्ने यसरी, त्यसपछि हाफ सिंगल क्रोसेट तान्ने यसरी, अनि त्यसपछि फेरि डबल सिंगल क्रोसेट तान्ने 2 चोटि। यसरी प्रत्येक घरमा यसरी तानिदिने। यसरी तानिसकेपछि यसलाई नेक्स्ट घरमा गएर यसरी बन्द गरिदिने। अनि फेरि 1 2 3 4 5 6वटा चेन तान्ने, अनि फेरि नेक्स्ट यो सुरुको चेनलाई छोडेर नेक्स्ट चेनमा यसलाई यसरी तानेर यसलाई त्यहीँबाट यसरी बन्द गरिदिने। अनि सिंगल क्रोसेट तान्ने एकचोटि, अनि फेरि नेक्स्ट घरमा जाने, डबल हाफ क्रोसेट यसरी बुन्ने, अनि त्यसपछि डबल क्रोसेट बुन्ने यसरी बुन्ने। त्यसपछि फेरि डबल क्रोसेट बुन्ने, अनि फेरि नेक्स्ट घरमा गएर यसलाई पनि बन्द गरिदिने। यसरी नै बुन्ने है त यो पात पनि। यसरी मैले पात पनि बनाइसकेको छु। अब लास्टमा यसलाई यहाँनिर जोइन गरेर बन्द गरिदिने, कट गरिदिने। पात पनि रेडी भयो। अब यो पातलाई यहाँबाट चिराइदिने, यसरी। यहाँ भित्रपट्टि पनि यसलाई ग्लु लगाइदिने, वरिपरि लगाइदिने। अनि यसलाई लगाइसकेपछि माथि लगेर यसरी टालिदिने, पछि पतामा लगाइदिने ग्लु। पतामा लगाइसकेपछि यसलाई यसरी खिचेर माथि सार्दिने। त्यसपछि फेरि अर्कोमा लगाउने, खिच्ने त्यसरी खिचेर लगाइदिने। यसरी यो पनि रेडी भयो। कस्तो दामी गुलाब भयो। अब यसलाई पनि यो हरियो धागोले बेरिदिनु पर्ने हुन्छ है साथीहरू। यहाँबाट यसरी यहाँबाट ग्लु लाउने, यसको यहाँबाट यसरी यसलाई पनि ग्लु लगाएर टालिसकेपछि यसरी बेरिदिने। यसलाई पनि ग्लु लगाएर यसरी बेरिदिने। फाइनल लुक चाहिँ यस्तो भएको छ साथीहरू।